भगवानलाई किन चाहियो के पैसा यार किन्ने केही किन्ने ठाउँ छैन पसल छैन होला आज शुक्रबार भद्रकाली मन्दिर दर्शन गर्न हिँडेको आज रमाइलो छ यसरी भर्याङ चढ्दै हिँड्नुपर्छ गाह्रो छ हौ गाह्रो छ अलि बिहान चिसोमा बिहान चिसो नआइयो यस्तो भद्रकाली मन्दिर सेल्फी डाँडा हिँड्दा हिँड्दै खुट्टे गल्यो हिँड्दै गल्यो यस्तो लामो भर्याङ चढेर दर्शन गर्न आइयो भद्रकाली मन्दिर परिषद आउनु होला राम्रो ठाउँ छ चिसो ल भद्रकाली हामी आइपुग्यो है हजुर हजुर भद्रकाली मन्दिर सम्भार समिति कण्डपा 2 ढुङ्गे मन्जाङ सिन्धुली बाहिर यस्तो छ रमाइलो छ ठाउँ भद्रकाली मन्दिर मूल मन्दिर यहाँ छ हरियाली ठाउँ हरियाली ठाउँमा मस्त घुम्न आउनु होला ऐतिहासिक मन्दिर हो यो पनि एउटा शक्तिपीठ भएको मन्दिर हो यो हाम्रो डन यो सिन्धुलीको डन हेलो होइन दे आमालाई मोदेखि दिनको केही भन् बाबु खिच्ची त्यहाँ चाहिँ भित्र बनाउने कि बाहिर बनाउने पुजारी बा भित्र बनाउने हो मान्छे नहुँदै बाहिर बनाउने मान्छे ल आज भालेको अन्तिम दिन के भन्नु छ भाले पोथी छैन भालेमा त के पोथी घरमै छोडिहाल्यो बिजोग छ विचार सँगै ल्याइदिनु पर्छ भाले बिजोग हो भित्रै बनाउँदा नि हुन्छ अरे
द्वारा विवृद्धम न्याके आज भद्रकाली मन्दिर दर्शन गरी आज सरसफाइ भइरहेछ। दसैँ आएछ, भद्रकाली पनि सरसफाइ कार्यक्रम भइरहेछ। हाम्रो अर्कोले रङ लाउँदैछ, काम राम्रो रङ लाउँदैछ। ओ पेन्टर साहब के छ? ओ पेन्टर साहब के छ? राम्रो भइरहेछ। धर्म कर्म गर्नु परेछ। ओ स्वयं के छ? सक्यो होइन पूजा? अब भद्रकाली मन्दिर दर्शन गरी अब फर्किने क्रममा छौँ हामी चाहिँ। अब उकालो अहिले जाँदा चाहिँ भर्याङ मरुन्जेल चढ्नु पऱ्यो, आउँदा चाहिँ ओह्रालो सजिलो छ। यत्रो बाटो भर्याङ हिँड्नुपर्छ। हाम्रो फुच्चीहरू दुईवटा अगाडि हिँडिसक्यो। मन्दिर घुमिरहेको छु बाबु। हमने मंदिर उल्टा माथि चढेर उल्टा मन्दिर पूजा गरेर आयो हामी त खानपुरा अनि यहाँ